पूर्व गृहमन्त्री तथा रासपा सभापति रवि लामिछाने अब थुनामै रहने निश्चित भएको छ। सर्वोच्च अदालतले बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको आदेश सदर गरेपछि उनलाई रूपन्देही जिल्ला अदालतबाट अन्तिम फैसला नआएसम्म थुनामै राखिनेछ। सर्वोच्च अदालतका न्यायाधीश द्वय नकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछाने विरुद्ध आएको उच्च अदालतको आदेशलाई पूर्ण रूपमा सदर गर्दै थुनामा राख्नुपर्ने निर्णय सुनाएको हो। निवेदक प्रतिवादीहरू रवि लामिछाने र सबिला जोशीलाई पछि प्रमाण पुग्दै जाँदा ठहरे बमोजिम हुने गरी पूर्वपक्षका लागि थुनामा राखी मुद्दाको कारबाही र किनारा गर्ने गरी भएको मिति 81/12/22 को आदेश बेरितको नदेखिँदा बदर गरिरहनु परेन काण्ड बमोजिम गर्नु। साथै बहसका क्रममा विद्वान नायब महाधिवक्ता र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूले उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट आदेश गर्ने मान्य न्यायाधीशहरू उप सामाजिक सञ्जाल एवं अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकोले सोतर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ। अदालतबाट भएका आदेश एवं फैसलाहरू उप स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरूको मान मर्यादा गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध अब्स्ट्रक्सन अफ जस्टिस हुन जाने भएकोले त्यसतर्फ संवेदनशील गर्न सबै पक्षका लागि यो आदेश जारी गरिएको छ भन्ने आज आदेश भएको। यससँगै लामिछानेको अस्थायी स्वतन्त्रता टुङ्गिएको छ। लामिछाने बुटवल स्थित सुप्रिम सहकारी संस्था लिमिटेड मार्फत भएको ठगी प्रकरणमा मुछिएका हुन्। सो सहकारीबाट करिब 50 करोड भन्दा बढी रकम ठगी भएको अभियोग लाग्दै आएको छ। पीडितहरूका अनुसार लामिछाने उक्त सहकारीको सल्लाहकार समितिमा रहेर गम्भीर संलग्नता देखिएको छ। यद्यपि लामिछाने आफूमाथि लागेको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका छन्। यसअघि जिल्ला अदालत रूपन्देहीले उनलाई धरौटीमा छाडेको थियो, तर सरकारी वकिलको पुनरावेदनपछि उच्च अदालत तुलसीपुरले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। यही आदेश विरुद्ध लामिछानेले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए। सर्वोच्चले उक्त आदेश सदर गरेसँगै अब उनी रूपन्देहीमा विचाराधीन मुद्दा टुङ्गिनु अगावै थुनामुक्त हुने सम्भावना छैन। लामिछानेमाथि सहकारी ठगीका मुद्दा रूपन्देही बाहेक कास्की, चितवन र काठमाडौँ जिल्ला अदालतमा समेत दायर भएका छन्। तीमध्ये केही मुद्दामा उनी धरौटीमा छुटेका थिए। सर्वोच्चको यो आदेशले अब थुनाबाट छुट्ने सबै सम्भावना अवरोध खडा गरेको छ। विशेष गरी यदि ती मुद्दामा पनि उच्च अदालतहरूले थुनामा राख्ने आदेश दिएको खण्डमा र सर्वोच्चले त्यस्ता आदेशहरू सदर गरेमा रविको थुनाको अवधि अझै लम्बिने देखिन्छ। ती मुद्दाहरू टुङ्गिन अझै केही महिना लाग्न सक्ने देखिएको छ। रवि लामिछाने नेपालको हालको राजनीतिका चर्चित पात्र हुन्। उनी पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका थिए र 2079 सालको निर्वाचनपछि उप प्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए। तर नागरिकता प्रकरणमा विवादित भएपछि उनको मन्त्री परिषद सदस्यता खारेज भएको थियो। अहिलेको यो कानुनी सङ्कटले उनको राजनीतिक भविष्यमा ठूलो असर पार्ने देखिन्छ। यदि अदालतले उनलाई दोषी ठहर गर्यो भने लामिछाने केही वर्षसम्म राजनीति गर्न अयोग्य हुनेछन्। रवि लामिछानेका लागि यो आदेश कानुनी, राजनीतिक र सामाजिक रूपमा महत्त्वपूर्ण मोड साबित भएको छ। अब रूपन्देही जिल्ला अदालतमा मुद्दा टुङ्गिन कति समय लाग्छ भन्नेमा उनको राजनीतिक भविष्य पनि निर्भर रहन्छ। यसैबीच रवि समर्थकलाई पनि सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरूका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ। शुक्रबार रासपा सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिने क्रममा न्यायाधीश द्वय नकुल सुवेदी र बालकृष्ण ढकालले यस्तो चेतावनी दिएका हुन्। आदेशको अन्तिम बुँदामा बहसका क्रममा नायब महाधिवक्ता र जाहेरवालाका वकिलहरूले तुलसीपुर उच्च अदालतमा आदेश गर्ने न्यायाधीशहरू उप सामाजिक सञ्जाल र सञ्चार माध्यममा लाञ्छनापूर्ण टिप्पणी गरेको भनी इजलासलाई अवगत गराएको लेख छ। यस विषयमा इजलासको ध्यानाकर्षण भएको आदेशमा जनाइएको छ।